नाच्नु पनि उल्लू बनाइदिनु भयो पिकनिकमा छ हो ए गुरुङहरुले के लोसार बनाउँछ आम्बो ल ल उदयपुर कहाँको ल हात पनि मिलाउनु बाबा हात मिलाउनु यता पनि मिलाउनु अन्त साथीको त राई बोयफ्रेन्ड रहेछ तपाईको चाहिँ छैन सिंगल हो ल भ्युअर्सहरु उहाँहरु सिंगल अरे Lala, if you are single, then ready to mingle? Yes. Okay. Hello guys, welcome to my vlog. दर्शकहरुलाई के भन्न चाहनुहुन्छ? आऊ सकेला हैन। तपाईको नाम के अरे? मेरो मुस्कान। मुस्कान त्यही भएर मुसुक्क मुस्का गरेछ त। चाहिँ हाम्रो नेपाली भाषामा सबैले चिन्ने चाहिँ चिन्डो भन्छ। 2080 सालमा हाम्रो दाजुलाई मैले भेटेको थिएँ हैन? आज फेरि भेट्ने अवसर मिल्यो। आफ्नो संस्कारलाई कसरी जोगाउनु पर्छ भन्ने कुरा चाहिँ विदेशमै यहाँ कि जहाँ संसारको जहाँ कहीँ नभए पनि आफ्नो संस्कारलाई चाहिँ बचाइदिन हुन म च्यानल आज चाहिँ हामी साकेर आएको छौँ अनि हामी चटपटेर पानीपुरी खाँदैछौँ गाइस। अब हामी घर जान आँटेको। अब उहाँ बोल्नुहुन्छ सबै। हेलो गाइज आज ओपनिङ चाहिँ साइनले गरेको छ हैन? साइन कस्तो भइरहेछ? राम्रो हो। नाममा राम्रो कि भान्जी राम्रो हो? यो हो हेलमेटको बाँकी हेलमेट हेरेर त को राम्रो? यहाँ भित्र दुईजना राम्रो? यहाँ साइमिङको हो यो त साइनको च्यानल पनि छ गाइज हैन? म तपाईको साइडमा राखिदिन्छु। साइनको च्यानललाई पनि सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला है त गाइज हैन? कति सब्स्क्राइबर भन्दै 116 छ 1K बनाइ पुऱ्याइदिनु होला गाइस है। माया छ माया गरिदिनु होला है त। हस् भन न साइनी कस्तो भइरहेछ तिमीलाई? रमाइलो भयो? तिमी नाचेको डान्स गरेर नाचेनौ? साकेला नाचेनौ हो? एकछिन नाच्ने हो? अनि तपाईँ पनि बताइदिनुहोस् अलिकति कस्तो भइरहेछ? रमाइलो भइरहेछ। फर द फर्स्ट टाइम हो तपाईँको कि पहिला पनि आइराख्नुहुन्थ्यो साकेलाहरूमा गइराख्नुहुन्थ्यो? यहाँ चाहिँ पहिलोचोटि आउनु भएको? कहाँदेखि आउनु भएको तपाईँ चाहिँ? कहाँदेखि आउनु भएको? सातलदेखि आउनु भएको, कमनदेखि आउनु भएको हो? ए जस पहिला साकेला चाहिँ गइराख्नुहुन्थ्यो, योपालि चाहिँ यो ठाउँमा चाहिँ टोखामा चाहिँ पहिलोचोटि हो? कस्तो रमाइलो भइरहेछ? गर्मी कतिको छ? हो? सम्पूर्ण किराँतीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ साकेलाको बारेमा? आफ्नो संस्कार संस्कृति भुल्नु हुँदैन, बिर्सिनु हुँदैन भनौँ न। हो? ए तपाईँको शुभ नाम के हो? मिनु राई। ल यता हाम्रो ब्रदर पनि हुनुहुन्छ होइन? तपाईँ पनि पहिलोचोटि नै साकेला? कस्तो भइरहेछ साकेला? राम्रै रमाइलो। पहिला आउनु भएको थिएन है? पहिलोचोटि त्यो त पहिलोचोटि आउँदा कस्तो अनुभव रह्यो त? रमाइलो रहेछ। रमाइलो रहेछ है? रमाइलो राम्रै। तपाईँको शुभ नाम चाहिँ? मेरो चाहिँ उज्जवल। अरू कल्चरहरू र साकेला हेर्दाखेरि चाहिँ तपाईँले के डिफ्रेन्स पाउनुभयो? सबैको अब आफ्नै कल्चरहरू हुन्छ होइन? सबैले अब त्यही अनुसार आफ्नो अब एकदम गर्नु पर्यो, प्रार्थना गर्नु पर्यो। सबैको आफ्नो कल्चर रेस्पेक्ट गर्नु पर्यो होइन? कुरा सबैलाई हुनु पर्यो। जस अर्कोचोटि पनि आउनुहुन्छ साकेला भयो भने? अहिले सम्पूर्ण यो हाम्रो भ्युअर्सहरूलाई दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? आऊ सकेला हैन? रमाइलो भइरहेछ है? उहाँलाई देखेर पनि रमाइलो भइरहेछ भन्ने चाहिँ थाहा पायो है? के भन्छु अरे नाच्नु पनि
हाँसेपछि हाल्नुपर्छ क्या आऊ नाचेर जाऊ होइन त अब नेक्स्ट टाइम कार्य अब कता तिनकुने हैन तिनकुने आऊ उल्लु बनाइदिनु भयो कस्तो छ चटपटे कस्तो छ अनि आजको चण्डी तिमी साकेला कस्तो भयो तिम्रो एक वर्षपछि मेरो युट्युबमा पनि कन्टेन्ट हालेको थिएन एक वर्षपछि साइकल आयो यही ठाउँमा भुटखेलमा बवाल रमाइलो भयो एक वर्षपछि नाच्यो है जुत्ताहरू राम्रो कालो त पुलिस गर्नु त्यस्तो भयो अब धुलोमा नाचेपछि त्यस्तै हुन्छ भान्जी खाइन्छ आज मेरो भ्लग स्टार्टै साइनले गरेको छ हो आज भ्लग गरौँ तपाईँहरू किन्नुभयो होला होइन तर छौज क्रिएसनमा चाहिँ साइन कहाँबाट आयो यो चाहिँ कोलाबोरेसन हो होइन ठिक छ साइकल रमाइलो हो खाऊ नि त आँगनमा मेरो भान्जीलाई खुवाउँछ है त आँगन साइमिल साकेलाको ड्रेस चाहिँ लगाएर आएको छ अनि डान्स चाहिँ गर्दैन चटपटे मलाई भोक लागेर होला कस्तो मिठो भयो के गरिदिनु अरे अलिक ठुलो बोल्ला यता हेरेर सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला आजको लागि हामीले के भन्दैनौँ नि त कसरी दिदी हो पेचुरी धजुरीहरू कति हो 100 रुपियाँ भन्नुभयो 100 घर गए ए अनि व्यापार कस्तो भइरहेछ दिदी राम्रो छैन है पहिला र पछिल्लो समयको पहिलाको र अहिलेको कस्तो छ डिफ्रेन्स पहिला धेरै राम्रो थियो के अहिले मान्छे आउनु कम गरेको हो दिदी अनि व्यापार किन भएको त हजुर हजुर ए त्यसकारण चाहिँ ढिलो बिक्री हुन्छ बहिनीहरू साइकल लाउनु भएको होइन कहाँ देखाउनु भएको ए पिकनिकमा चाहिँ हो ए गुरुङहरूले के लोसार बनाउँछ आम्बो ल ल उदयपुर कहाँको ल हात पनि मिलाउनु बाबा हात मिलाउनु यता पनि मिलाउनु ल हाङकिम बान्धवा रामपुरको हो मेरो चाहिँ बसा हो तपाईँको कहाँ हो तामाङ हो कहाँ हो घर तपाईँहरूको नुवाकोट तपाईँहरू के तामाङ दुईजना तामाङ हो तामाङ तपाईँहरूको के लोसार हुन्छ है
कहिले हुन्छ अब ल तपाईँहरूको हो यो हुन्छ नि आफ्नो कल्चर हुन्छ कास्ट अनुसारको होइन साकेलालाई चाहिँ के भन्न चाहनुहुन्छ एकदम राम्रो तपाईँहरूको कल्चर अब आउने 5-6 वर्षपछि म नि साकेला आउँछु मेरो बारी ल ल तपाईँलाई अहिलेदेखि अग्रिम बधाई है त है शुभकामना पनि यो माला बनाएर सुन्नु साकेलामा तर एकदम गर्मीमा नाच्नु पर्दैन हो अनि तपाईँहरूको के लोसार होइन लोसारमा चाहिँ यस्तो नाच्दैन यसरी भन्दा नि अलि बेग्लै तरिकाले नाच्छ के गर्छ लोसारमा हाम्रो के हुन्छ मेन्दमाया हुन्छ ए एउटा लोसार गीत गाइदिनु न अलिकति थोरै गाउनु न बहिनी तपाईँ गाउनु त लोसार गीत अलिकति साकेला आउँछ उहाँ तपाईँको साथीको त राई बोयफ्रेन्ड रहेछ तपाईँको चाहिँ छैन सिङ्गल हो ल भ्युवर्सहरू उहाँहरू सिङ्गल अरे रेडी टु मिङ्गल हो बहिनी रेडी टु मिङ्गल हो इफ यु आर सिङ्गल देन रेडी टु मिङ्गल ओके अब भ्युवर्सले तपाईँलाई कन्ट्याक्ट गर्ने भयो नाम के हो भनिदिनु कर्पु फेसबुकमा त्यही छ कर्पु लामो तामाङ छ कर्पु लामो तामाङलाई गाइजहरू यसो कोले मन पर्यो होला उहाँलाई फलो गरिदिनु होला अहो कति राम्रो छ हाम्रो बहिनी ल तपाईँको नाम के अरे मेरो मुस्कान मुस्का आमा त्यही भएर मुसुक्क मुस्काएको रहेछ त मुस्कान के हो मुस्कान तामाङ तपाईँको चाहिँ बोयफ्रेन्ड छ छैन मेरो छ अलरेडी के कास्टको तामाङै हो ल गुड ल सुन्नु एउटा कुरा सोधिहाल्छु सुन्नु न यो इन्टरकास्ट पनि जस्तो कि उहाँको इन्टरकास्ट रहेछ होइन इन्टरकास्ट गर्नुपर्छ कि आफ्नै कास्ट गर्नुपर्छ के लाग्छ तपाईँलाई आफ्नो ओपिनियन हो वर्ष कुन कास्ट मनपर्छ हो सबै मनपर्छ मेरो छोन्स क्रिएसन हो ल मेरो च्यानललाई सब्सक्राइब तामाङ देख्छ त तर अलिअलि ब्राह्मीण छेत्री जस्तो देख्दछ नि इन्टरकास्ट हो मम्मी बाबा तामाङ हो तर कसरी यस्तो भयो त तर यस्तो होला यो तपाईँको के भन्छ भने नि गिफ्ट हो क्या भगवान्को गिफ्ट हो कति राम्रै हुनुहुन्छ अहिले कति वर्ष पुग्नुभयो 17 ल राम्रो पढाइ कति छ 11 ल राम्रो पढ्नु है त अहिले लभ नगर्नु राम्रो पढ्नु केही एचिभ गर्नु लाइफमा है केही एचिभ गर्नु भन्छ लभ गर्नु ल शुभकामना है बेस्ट अफ लक मेरो छोन्स क्रिएसन उहाँको च्यानललाई सब्सक्राइब गरिदिनु भनिदिनु अर्कोचोटि साकेला भयो भने आउनुहुन्छ फेरि हो हस् हस् तपाईँलाई धन्यवाद है त किनकि अर्काको कल्चर पनि आफ्नो कल्चर जस्तै रेस्पेक्ट गर्नु पऱ्यो नि त होइन पिकनिक भनेर आउनुभएको तर साकेला परेछ है इन्जोय गर्नुभयो ल हस् गर्मी धेरै छ है ल यता बहिनी हेर यता भाइ भनिदिनु न यता हेरेर हौ बहिनीको नाम के अरे नाम प्रकृति गुरुङ घर कहाँ अरे धादिङको मान्छे उदयपुर जाने बोल्ला रामपुर त मेरो घर छेउमा हो बहिनी ल यता हेरेर क्या होइन सब्सक्राइब गरिदिनु होला भन्नु न एकैचोटि तिनजनाले एकैचोटि अब भाइरल हुन्छ ल हस् बाई दुई 2080 सालमा हाम्रो दाजुलाई मैले भेटेको थिएँ होइन आज फेरि भेट्ने अवसर मिल्यो दाजुसँग पहिलाको 2080 सालमा हामी भेट भएको थियो होइन 2080 साल र 81 मा चाहिँ के फरक पाउनुभयो यो साकेलामा चाहिँ साकेला त उस्तै हो यसपालि र त्यतिखेर
साकेला त किराँतीहरू सबै आउँछन् नै नाचिन्छ र यसपालि अलिकति घाम बढी छ त्यतिखेर चाहिँ अब यस्तो सबै यता बस्ने मान्छेहरू पनि नाचिरहेको हुन्थ्यो यसपालि चाहिँ घामले गर्दा अलिकति गाह्रो भइरहेको छ नाच्नु त नाच्नु भयो नि नाच्यो अहिलेसम्म 1.5 घन्टा नाचेर आएको ठिक छ यो ए ठिक छ अब फेरि नाच्नुहुन्छ यो अहिलेको वेदरसँग एकदमै चर्किरहेछ घाम के हाम्रो भूमिभित्रहरू रिसाउनु भएको हो क्या हो कि खुसी हुनु भएको हो खोइ अब त्यो चाहिँ ठ्याक्कै भन्न चाहिँ सकिएन अब रिसाकै भन्नु पनि सकिएन खुसी भएको पनि भन्नु सकिएन त्यो अब मौसम हो कहिलेकाहीँ यस्तै हुन्छ सायद रिसाउनु पनि भयो होला अब तपाईँको सिजन पनि यो गर्मी सिजन नै हो नि त हुनु त सिजन अनि यो के भन्छ तापक्रम वृद्धिको कारण पनि हो पहिलेभन्दा सालसालै अलिक गर्मी पनि बढिरहेको छ हजुर त्यो कारणले पनि होला तर आज चाहिँ एकदम घाम लागेको हुनाले पानी नपरेको हुनाले अलिक गाह्रो भइरहेको छ त्यही त पछिल्लो यसो सबै मान्छेहरू शीतल तापिरहेछ नाच्नुभन्दा बढी चाहिँ शीतल तापिरहेछ हावा पनि सर आइरहेछ है त्यही त पछिल्लो समय तपाईँको न्युजमा पनि आइरहेको थियो क्या तपाईँको यो तापक्रम चाहिँ एकदमै वृद्धि भइरहेछ वर्षा भयो भने वर्षा पनि ठुलो हुने सुनिरहेको थियो है अब यो अहिले सिचुएसनमा चाहिँ तपाईँलाई अलिकति कम यो तापक्रम चाहिँ अलिक कम भइदिए कतिको सहज हुन्थ्यो एकदमै यहाँ हावा खानै पर्दैन थियो हामी नाचेरै रात बनाइन्थ्यो है नाचेरै रात पारिन्थ्यो तर अलिकति गर्मी बढी भएको कारणले यसो नाच्नु चाहिँ अलिक नाच्दै साह्रो परेर यसो हावा खान लाग्यो हामी किराँती राईहरू हो होइन तपाईँलाई घाम पानीले छेक्छ त छेक्दैन नि छेक्दैन के छेक्छ त्यही पनि एकछिन यसो रेस्ट गर्नु पऱ्यो भनेर अब आएको मात्रै हो हुन्छ अघि पनि सबै नाचिरहेको छ अहिले पनि नाचिँदै रहेछन् हामी पनि एकछिन यहाँ हावा खाएर फेरि गएर नाच्छौँ सम्पूर्ण हाम्रो किराँती दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई चाहिँ के भन्न चाहनुहुन्छ यो भिडियो मार्फत के भन्नु र अब हाम्रो चाडपर्व हाम्रो यो चाड हो उधौली उभौली साकेला यहाँ सबैजना आउनुपर्छ रमाइलो गर्नुपर्छ नाच्नुपर्छ हाम्रो संस्कृति बचाइराख्नुपर्छ भन्न चाहन्छु हस् धन्यवाद समय दिनुभयो त्यसको लागि है भिडियो बनाउने क्रममा चाहिँ हामी एकजना किराँती नै हुनुहुन्छ यसो तपाईँको है पहिरन हेर्दा पनि के छ तपाईँको शुभ नाम मेरो अभिसन राई नमस्ते हजुर कहाँदेखि आउनुभयो म चाहिँ आउन चाहिँ ललितपुरको झोलाइटीबाट आएको हजुर तर मेरो पर्मनेन्टली घर चाहिँ खोटाङ हो तपाईँ उहाँदेखि यति टाढो आउनुभयो है यो साकेलाई भनेर तपाईँ आउनुभएको हो साकेलाको लागि आउनुभएको एकदम अनि साकेलामा कतिको नाच्नुभयो त साकेला अघि एक राउन्ड चाहिँ नाच्यो हजुर अहिले बिचमा चाहिँ अलिकति घाम बढी भएको कारणले अहिले चाहिँ शीतल ताप्नलाई यो साकेला चाहिँ हामी किन मनाइन्छ किराँतीहरूले स्पेसली किराँतीहरूले राईहरूले मनाउँछन् साकेला यसको अलिकति के छ विशेष अलिकति बताइदिनु न यो विषयमा भन्नुपर्दा म त्यस्तो विज्ञ चाहिँ होइन तर मैले जाने कुरा भन्नुपर्दा चाहिँ यो हामीले साकेला मनाउने क्रममा चाहिँ हामीले हाम्रो आदिम पुर्खा जो कोही हाम्रो बाउ बाजे च्यापजुकदेखि मनाउँदै आएको परम्परालाई संस्कारेर जो अब मरेको अबहरूको नाममा हामीले चाहिँ केही सम्झनाकोमा अब उधौली उभौली भन्ने कुराहरू छ त्यो मरेको नामहरूमा तसर्थ हाम्रो एउटा उसलाई संस्कारलाई पछ्याउँदै आएको जस्तो लाग्छ मलाई चाहिँ मेरो थटमा चाहिँ पछिल्लो समय हाम्रो युवा जमातहरूमा चाहिँ तपाईँको विदेशी नै लहर बढ्दछ नि त अहिले तपाईँको देख्दाखेरि पनि तपाईँको बच्चा र वृद्धहरू मात्रै देखिन्छ गाउँमा पनि सहरमा पनि र हाम्रो यो साकेला संस्कृतिलाई चाहिँ कसरी अगाडि बढाउन सकिएला कस्तो लाग्छ अहिले पछिल्लो समयमा अब युवा पङ्क्तिहरूको चाहिँ बाहिर जाने विदेश जाने पैसा कमाउने भन्ने लहरको धेरै भइरहेको छ तसर्थ हामीले चाहिँ यसलाई कसरी जगेर्ना गर्नुपर्छ भन्ने चाहिँ अब हामी एउटा युवा पिँढीहरूमा त्यो एउटा काँधमा आइपर्नु परेको छ है अनि त्यसको त्यो कारणले गर्दा हामीले चाहिँ के गर्नुपर्छ भने अहिलेको चलनमा चाहिँ हामीले आफ्नो संस्कार संस्कृतिलाई कसरी अब बाँकी रहेको जो जाने बाहिर जाने एब्रोड जाने त भइगयो जो बाँकी रहने यहाँ नेपालमा रहनेहरूले चाहिँ कसरी संस्कार संस्कृति जगाउनुपर्छ भन्ने किसिममा चाहिँ आफ्नो आफ्नो मूल्याङ्कन अनुसार होइन कसरी हुन्छ आफ्नो संस्कार संस्कृतिलाई अहिले के छ भने मैले देखिरहेको छु कि पछिल्लो चरणमा युवा पिँढीहरूमा पनि के कमी कमजोरी चाहिँ देखिरहेको छु भने आफ्नो वेशभूषा कहाँ के छ अहिले जस्तो जेन्ट्सहरूमा त्यस्तो धेरै भएन लेडिज छोरी हाम्रो महिलाहरूमा चाहिँ साइडमा के अरे यो के भन्छ फरिया चोली भन्छ त्यहाँनिर यो सोलेमाहरूको जहाँ पाए त्यहीँ लगाएको देखिन्छ होइन यहाँ टाउकोमा शिरमा टोपी लगायो
त्यहाँनिर सिपेजमा पनि त्यहाँ के अरे सोलेमाहरूको त्यसको दुरुपयोग भइरहेको छ। मेरो आदरणीय उहरूलाई चाहिँ त्यो भन्न चाहन्छु। अब त्यस विषयमा चाहिँ हामीले गहन रूपमा गहिरेर बुझेर मात्रै लगाम होइन, त्यो त मिसयुज गर्नु भएन। मिसयुज गर्नु भएन। अहिले त फेरि तपाईँको सोसल मिडिया पनि छ होइन, टिकटक फेसबुक लगायत विभिन्न सोसल प्लेटफर्म छ नि त, त्यसमा पनि हामीले प्रोग्राम एउटा अर्गनाइज गरेर पनि सम्पूर्ण किराँतीहरू माझ पुर्याउन सकिन्छ नि त। सोसल मिडियाको पनि भूमिका राम्रो अहिले छ नि त सही। एकदम सोसियल मिडिया। अब म चाहिँ यही सोसियल मिडियाको थ्रुबाट के भन्न चाहन्छु भने हामीले हाम्रो संस्कार संस्कृतिलाई जोगाउनु छ भने यसरी प्रोग्राममा गएर होइन उपस्थित हुनु पर्यो। छ भने प्रोग्राममा त उपस्थित अभियसली हुनै पर्यो। भएन भने पनि लाइभ थ्रु आफू उपस्थित हुन नसके पनि के चाहिँ मेसेज दिन सकिन्छ भने हाम्रो संस्कार संस्कृतिलाई बुझेर हाम्रो संस्कार के हो, कस्तो थियो, हिजोको पुर्खाहरूले के संस्कार मान्दै आएको थियो र हामीले कुन संस्कार पछ्याएर जानुपर्छ, त्यो संस्कारलाई चाहिँ हामीले कुनै पनि मिसयुज गर्नु भएन। जस्तो अघि पनि मैले इक्जाम्पलमा भने होइन, हामीले अब जो ड्रेसअपमा भन्नुपर्दा भयो होइन, खानपिन त नर्मल भइगयो। ड्रेसअपमा मेन चाहिँ हाम्रो अलिकति भइरहेको देखिरहेको छ, त्यो कुरालाई चाहिँ एकदम ध्यान गर्नुपर्छ हाम्रो युवा पुस्ताले। र म यसै गरी यो पनि भन्न चाहन्छु कि हाम्रो जति पनि युवा पुस्ता, हाम्रो बाउ पुस्ता, बाजे पुस्ता जति पनि बाहिर हुनुहुन्छ उहाँहरूलाई चाहिँ हाम्रो संस्कार संस्कृतिलाई चाहिँ कसरी जगेर्ना गर्नुपर्छ। तपाईँहरू स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, हामी स्वदेशमा हुनेले हामीले यो काम गरिरहेको छौँ, विदेशमा हुने तपाईँ जुन युवा पिँढी बाउ पुस्ता हुनुहुन्छ उहाँहरूले पनि आफ्नो संस्कारलाई कसरी जोगाउनुपर्छ भन्ने कुरा चाहिँ विदेशमै यहाँ न कि जहाँ संसारको जहाँ कहीँ नभए पनि आफ्नो संस्कारलाई चाहिँ बचाइदिन हुन म संसारको जुनै कुनामा गए पनि आफ्नो संस्कार चाहिँ जोगाउन पर्यो। हजुर, समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद है त। धन्यवाद तपाईँलाई, हजुरलाई पनि धेरै धेरै धन्यवाद। म यति भन्न चाहन्छु, छ्वाङ्स क्रिएसनलाई सब्सक्राइब, सेयर अनि लाइक गर्नु नभुल्नु। धन्यवाद। ल यो चाहिँ हाम्रो नेपाली भाषामा सबैले चिन्ने चाहिँ चिन्डो भन्छ, तर हाम्रो राई संस्कृतिमा पनि आफ्नो आफ्नो चालचलन अनुसार चाहिँ के अरे संस्कार अनुसार आफ्नो भाषा अनुसार चाहिँ यसलाई के भन्छ भने अब हामी चाहिँ चामलिङ राई पऱ्यो, हाम्रो चामलिङ राईमा चाहिँ यसलाई चाहिँ सोलेमा भनिन्छ, यो सोलेमा वाबु भनिन्छ। यसको अर्थ चाहिँ के हो भने हामीले यसमा चाहिँ आदिम हाम्रो पुर्खाहरूलाई सम्झिने, यसमा चाहिँ आराखा वासिम अथवा आराखा राखेर खाइने अनि यसैमा केही चिज चाहिँ राखेर पुर्खाहरूलाई अच्याउने सम्झिने भनिन्छ नि त। हेलो गाइस, वेलकम टु माई च्यानल। अनि आज चाहिँ हामी सकेर आएको थियौँ अनि मैले हामीले सोच्यौँ कि भिडियो बनाऊँ भनेर, अनि हामीले भिडियो बनाएको। हेलो गाइस, वेलकम टु माई भ्लग। अनि आज चाहिँ हामी सकेर आएको छौँ गाइस। हेलो गाइस, वेलकम टु माई भ्लग। आज चाहिँ हामी सकेर आएको छौँ गाइस। अनि यो चाहिँ सन्स क्रिएसन च्यानल हो। अनि लाइक सेयर कमेन्ट गरिदिनु होला। अनि मेरो च्यानलमा पनि सब्सक्राइब सेयर कमेन्टहरू गरिदिनु होला। मेरो च्यानलको नाम चाहिँ साइन मिर्जा हो। थ्याङ्क यू। हामी चाहिँ अब घर लाग्यो है साइमी। हजुर, बाई बाई गाइस।